नमस्ते सबैजनालाई है। म आनन्द केराई। सन्चै हुनुहुन्छ होला सबैजना है। मेरो सबै फेसबुक फ्रेन्डहरूलाई धेरै सम्झेको छु, माया छ सबैजनालाई है। अनि के गर्दै हुनुहुँदैछ आजभोलि सबैजना है। म चाहिँ अहिले भर्खर ड्युटीबाट आएर है नुहाइधुवाइ गरेर रुमतिर आएर बसिरहेको छु। म चाहिँ अब के भन्न चाहन्छु भने तपाईँहरूलाई होइन, केटाहरूले अब किनकि म चाहिँ होइन म्युजिकलाई एकदम माया गर्ने मान्छे हो होइन, हल्का भोकलिस्ट पनि हो होइन। म गीत गाउँछु होइन। केटाहरूले मलाई अब भन्छ गीतहरू झारेको छैनस् होइन। म अहिले किन अड्केको छु भन्दाखेरि म योभन्दा 6 महिना अगाडि होइन काठमाडौँमा थिएँ म नेपालमा होइन। म त्यहाँ किन गएको थिएँ भन्दाखेरि चाहिँ म गीत रेकर्ड गर्नलाई गएको थिएँ होइन। त्यहाँ मैले मेरो आफ्नो 6-7वटा गीतहरू मैले रेकर्ड गरेँ होइन। 1-2वटाको भिडियो पनि बनाएँ होइन। र त्यसपछि चाहिँ के भयो भन्दाखेरि मैले त्यहीँनिर बस्दै काम गर्दै काठमाडौँमा होइन, काम गर्दै म पैसा कमाउँदै थिएँ। किनकि अब काठमाडौँमा चाहिँ अब एउटा गीत रेकर्ड गर्नुलाई मात्रै होइन, गीत मात्रै एरेन्ज अनि रेकर्डिङ मिक्सिङ गर्नुलाई मात्रै लगभग 25-30 हजार जति चाहिँ होइन चाहिँदो रहेछ। मलाई याद थिएन होइन। मैले गरेँ मेरो फर्स्ट गीत बसना साइली भन्ने होइन। त्यो त तपाईँहरूले त्यो त कतिजनाले होइन सुनिसकेको होला। त्यसपछि मेरी आमाको सङ भयो होइन। अनि त्यसपछि एउटा मैले ऱ्याप गरेको थिएँ होइन, रियल स्टोरी हो मेरो होइन। त्यसपछि मैले एउटा हल्का डुएट सङ मैले बनाएको थिएँ होइन, त्यो पनि रेकर्ड भएको छ, त्यसको पनि भिडियो भएको छ होइन। तर त्यो चाहिँ मैले गाएको छुइनँ, त्यो चाहिँ फाल्टै सिङ्गरहरूले गाएको छ होइन। अनि अहिले चाहिँ अब म नेपालमा छुइनँ होइन, म यता पन्जाबतिर आएको छु। यहाँनिर म साथी पनि छ मेरो होइन, पहिलादेखि चिनेको, ऊ चाहिँ ऱ्यापर हो होइन। म चाहिँ पन्जाबतिर आएर स्ट्रगल गरिरहेको छु होइन। मैले आफ्नो मेरो गीतहरू झार्नु पाएको छुइनँ र गीतहरू त मैले बनाएर राखेको छु होइन। तर अब अलिक टाइम लाग्छ है, किनकि सङ्घर्ष गरिरहेको छु, पैसा पनि कमाउनु पर्छ होइन। एक त अब पैसा कमाएन भने के हुँदैन। अनि जतिसक्दो ट्राई गरिरहेको छु होइन। र जतिसक्दो म मेरो गीतहरू छिट्टै होइन मार्केटमा ल्याउने होइन ट्राई गर्छु तपाईँहरूको लागि है। सो तपाईँहरूले पनि सपोर्ट गरिदिनु होला है, सबैजनाले माया गरिदिनु होला होइन, आशा छ। अनि अब यस्तै हो होइन। अलिकति चेन्ज देख्नुभयो होला होइन, कपाल काटिदिएको छु मैले है। कपाल अब यतिसम्म चाहिँ मेरो कपाल होइन काटिदिएँ, माया लाग्यो अब मलाई। किन भन्दा कपाल चाहिँ मैले अब किन पालेको थिएँ भन्दाखेरि होइन, अब म गिटार पनि बजाउँछु होइन। गिटार बजाउने होला, गिटारिस्ट होला, हल्का कपाल लामो मन पर्दो रहेछ होइन। हल्का मैले पनि त्यही सम्झेर पालेको थिएँ। तर अब केटाहरूले साथीहरूले होइन फ्यामिलीहरूले पनि कपाल काट भएन, काटिदियो कपाल भनेर चाहिँ मैले कपाल काटिदिएँ होइन। त्यत्रो वर्ष पालेको अब इच्छा थियो होइन। अब हुन्छ नि त केटाहरूको कतिको डेड लक होइन, बाटेर हिँड्ने होइन, इच्छा थियो होइन। ठिकै छ, आउँछ फेरि कपाल त भइहाल्छ होइन। सो अब त्यति नै हो मेरो होइन भनाइ चाहिँ। अरू चाहिँ के भन्नु, अब त्यही हो। छिटो नै अब म ट्राई गर्छु मेरो गीतहरू झार्नलाई होइन। सो सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला है। धेरै सम्झेको छु सबैजनालाई, मेरो फ्यामिलीलाई पनि अनि मेरो केटाहरूलाई पनि है, सबैजनालाई है त मिस गरिरहेको छु। लभ यु अल। अहिलेलाई यति नै है, फेरि आउँला भेटौँला। सबैजनाले लाइक सेयर कमेन्ट गरिदिनु होला, कस्तो लाग्छ होइन, केही आइडियाहरू तपाईँहरूले पनि दिनु होला है।